फिफा वर्ल्ड कप 2026 पोर्चुगलको पहिलो म्याच डिआर कङ्गोसँग हुन्छ र कङ्गोसँग पोर्चुगलले ड्र खेल्छ र सारा 2-4वटा मिडियाबाज र रोनाल्डो हेटर्सहरू रोनाल्डोलाई क्रिटिसिजम गर्छ र क्रिस्टियानो रोनाल्डोले गर्दाखेरि यो टिम चाहिँ डाउन गइरहेको छ, फुल स्ट्रेन्थमा खेल्नु पाएको छैन भनेर बहस गर्छन् र क्रिस्टियानो रोनाल्डोले अर्को हप्ता उज्बेकिस्तानसँग गेम हुन्छ। एट द एज अफ 41 क्रिस्टियानो रोनाल्डोले चाहिँ ब्रेस स्कोर गर्छ र क्रिस्टियानो रोनाल्डो चाहिँ एभ्री वर्ल्ड कपमा उनले 6वटा वर्ल्ड कपमा पार्टिसिपेट गरे र 6वटै वर्ल्ड कपमा उनले गोल स्कोर गरेका छन्। 2006, 2010, 2014, 2018, 2022, 2026 एब्सोल्युटली ब्रिलियन्ट के लेजेन्ड। हिजो ब्रेस गरेका थिए 2 गोल र क्रिस्टियानो रोनाल्डोको कुरा गर्नु पर्दाखेरि चाहिँ रोनाल्डोले कस्तो खेले भन्दाखेरि जस रोनाल्डोले आफ्नो काम गरिदिए, राम्रै खेले र धेरैले भन्थे रोनाल्डो सेल्फिस छ यताउति छ भनेर। हिजो रोनाल्डोले देखाइहाले, उनले सेट पिसहरू छोडिदिएका थिए नुनो मेन्डेसलाई र क्रिस्टियानो रोनाल्डो सेट पिस लिने ठाउँमा त्यहीँ बसिरहेको थियो कि र सबै गोलकिपरले के सोध्छ भन्दाखेरि क्रिस्टियानो रोनाल्डोले नै सेट पिस लिन्छ भनेर सोच्छन् र त्यो हुँदैन। नुनो मेन्डेसले लेफ्ट फुट ब्रिलियन्ट फ्री किक गोल गरिदिन्छ र त्यसपछि फेरि रोनाल्डोले स्कोर गर्छ 39 मिनेटमा र किपरको ओन गोल हुन्छ र राफेलियो आउँछ। राफेलियो आएर पनि राफेलियोले पनि हिजोको गोल स्कोर गरेका थिए र रोबर्टो मार्टिनेजको कुरा गर्नु पर्दाखेरि रोबर्टो मार्टिनेजले अघिल्लो गेममा गल्ती गरेका थिए नि र त्यो गल्ती यो गेममा सच्याएका छन् र आई थिङ्क रोबर्टो मार्टिनेजले राम्रै खेलायो भन्नुपर्छ। फेलिक्सलाई स्टार्ट दिएको थियो, अब फेलिक्स त स्टार्टिङमा खासै कहिले पनि राख्दैन थियो र यो पालि राख्यो र फेलिक्सले पनि आफ्नो काम गर्यो र पोर्चुगलको एक्चुअली ग्रुपको पनि कुरा गरौँ र ग्रुपको कुरा गर्नु पर्दाखेरि चाहिँ कोलम्बियाले आफ्नो गेम डिआर कङ्गोसँग जितेको छ र कोलम्बियालाई गाह्रै परेको थियो त्यो गेम जित्नको लागि। अल्दो अफसाइडहरू हामीले लुइस डियाजको धेरै हेर्न पाइयो र कोलम्बियाले ग्रुप टप गरेको छ 6 पोइन्टले र नेक्स्ट गेम चाहिँ के हुनेवाला छ भन्दाखेरि कोलम्बिया भर्सेस पोर्चुगल र पोर्चुगलको रियल टेस्ट चाहिँ यो गेममा सुरु हुन्छ कि पोर्चुगल वर्ल्ड कपको लागि कतिको फेभरेट छ भनेर। कोलम्बियासँग पनि राम्रो प्लेयरहरू छ र कोलम्बिया साउथ अमेरिकन टिम हो र उनीहरूले फुटबल ब्युटिफुल्ली खेल्छ, फिजिकली एकदमै स्ट्रङ पनि छ कोलम्बिया। र पोर्चुगलको कुरा गर्नु पर्दाखेरि एभ्री प्लेसमा हेर्ने हो भने स्टार प्लेयर छन्, स्पेसली मिडफिल्ड त स्ट्याग नै छ र अब यो कोलम्बिया र पोर्चुगलमै अब जसले जित्छ, अब पोर्चुगलले त एनी हाउ जित्नै पर्यो र कोलम्बियालाई त्यहाँ ड्र गरे पनि उनीहरू टपमा भइहाल्यो। उज्बेकिस्तान त आउट नै भइसक्यो। अब डिआर कङ्गो भर्सेस उज्बेकिस्तानमा सायद कङ्गोले जित्यो भने एज अ थर्ड बेस्ट टिम भएर कङ्गो जान सक्छ है, किनकि उनीहरूले 1 पोइन्ट निकालिसकेको छ पोर्चुगलसँग। र पोर्चुगलको स्ट्याक्स हेरौँ है त अब र बल पोजिसनको कुरा गर्नु पर्दाखेरि 66% होल्ड गरेको छ र उज्बेकिस्तानले चाहिँ 34% लिएको छ र एक्सीको कुरा गर्नु पर्दाखेरि 2.61 एक्सी आई थिङ्क द्याट्स गुड। 2.61 एक्सीमा 5 गोल हान्नु भनेको राम्रै हो र सर्ट्सको कुरा गर्नुपर्दा 17 सर्ट्स लिएको छ, 7 उज्बेकिस्तानले लिएको छ। सर्ट अन टार्गेट 9 थियो अन्त गोलकिपरको पनि सेभ देख्न पाइयो उज्बेकिस्तानबाट र अपोजिसनको बक्समा टच चाहिँ 36 छ। यो चाहिँ जो अघिल्लो गेम हेरेर यो गेम धेरै राम्रो खेलेको, 7वटा बिग चान्सेस क्रिएट गरेको थियो र बिग चान्सेस मिसको कुरा गर्नु पर्दाखेरि 5वटा बिग चान्सेस मिस गरेको छ। द्याट्स ह्युज होइन। अब बल पासेसको कुरा गर्नु पर्दाखेरि 561वटा छ। यो छोडौँ, येलो कार्ड 1 कार्ड पाएको छ र कर्नर 3टा पाएको थियो पोर्चुगलले र सर्ट्सको कुरा गर्नु पर्दाखेरि 17 भइसकेको छ र सर्ट अन टार्गेट चाहिँ 9 थियो। र यो रहेको चाहिँ स्ट्याक्सहरू चाहिँ अब हामी चाहिँ अब लाइनअप हेरौँ एकचोटि।
र लाइनअप हेर्नु पर्दाखेरि चाहिँ अफकोर्स डिएगो कोस्टा मेन गोलकिपर हो, हामी सबैलाई थाहा छ। र उनले चाहिँ रेनातो भेगालाई चाहिँ उनले खेलाएन कि, र इनासियोलाई खेलाउँछ भन्ने हामीले सोचेको थियौँ, त्यो भएन। र रुबिन डियाज ब्याक भएका छन् टिममा, र जao फिलिक्सलाई पनि स्टार्टिङ लाइनअपमा राखे, र क्यान्सेलो र मेन्डेजलाई विङ ब्याकमा। र मिडफिल्डरको कुरा गर्नु पर्दाखेरि भिटिनिया र नेभेजले डिप कन्ट्रोल गरिरहेको थियो, र ब्रुनो फर्नान्डेज चाहिँ अगाडि खेलाइरहेको, ब्रुनो फर्नान्डेजलाई चाहिँ एज अ अटाकिङ मिडफिल्डर खेलाइरहेको थियो। हामी सबैलाई थाहा छ ब्रुनोलाई डिप खेलायो भने पर्फर्मेन्स आउँदैन भनेर। र अल्दो ब्रुनोले एक एसिस्ट गरेका थिए, र ब्रुनोको हिट म्याप हेर्नु पर्दाखेरि 94 टचेस छ है हिट म्याप। उनी अलि अगाडि धेरै इन्भल्भ छन्, पछाडि भन्दा पनि यो रहेको छ। 90 मिनट खेलेका थिए, र 85% बल एक्युरेसी पास थियो, 74मा 63 सक्सेसफुल्ली पास भएको थियो उसको बल। 2टा चान्स क्रिएट गरेका थिए। र भिटिनियाको कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले देख्न सक्छौँ यहाँ 100 टचेस लिएका छन्, उनको मिडमा चाहिँ धेरै इन्भल्भमेन्ट रहेको थियो, र 97% बल एक्युरेसी थियो उसको पासेस। 98मा 95 सक्सेस थियो। र नेभेसको कुरा गर्नु पर्दाखेरि चाहिँ नेभेसको 96% एक्युरेट पासेस थियो। र यो कुरा छोडौँ, र आजलाई चाहिँ भिडियो यति नै। हजुरहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, र हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक गर्नुहोस्। र पोर्चुगल कहाँसम्म पुग्छ त? पोर्चुगलले वर्ल्ड कप जित्न सक्छला कि नसक्ला? र कोलम्बियाको नेक्स्ट गेम के होला? त्यो हामी अर्को भिडियो लिएर आउँदैछौँ। धन्यवाद।